अन्डरग्राउन्डदेखि माथि 3 तला र अब ग्राउन्ड फ्लोरबाट पनि फर्स्ट तला भन्ने हामी यसरी हिँड्दैछौँ। अनि यसरी प्रत्येक तलाको वरिपरि यसरी एक राउन्ड हान्ने हो भने यस्तो छ। र यहाँ यसरी लिफ्टबाट जाने दुईटा रहेको छ। अशक्त अपाङ्ग असहाय वयोवृद्धहरूका लागि बढी उपयुक्त हुन्छ लिफ्टबाट जान र अरूका लागि यसरी छ। अब यो पहिलेको भन्दा अलि फरक छ। पहिले सिडीहरू माटोको सिडीहरू टाइपको थियो, अहिले यो रेलिङ सहितको भर्याङको व्यवस्था गरिएको छ। पहिला फेरि अलि राउन्डिङ पाराको अर्थात् राउन्डिङ किसिमको त्यो सिडीहरू थियो अनि अहिले यस्तो खालको छ, रेलिङ भर्याङ राखिएको छ। म 5th फ्लोरमा पुगेको छु अहिले। अब समय कति लाग्छ त्यो त भन्न नै बाँकी छ। यहाँहरूले हेरिराख्नु भएको छ। यहाँ गुटखा खाएर जथाभावी खोल फ्याँक्ने थुक्नेलाई नर्कमा पनि बास छैन, यमराजजीले भन्नुभयो भनेर लेखिएको छ। अनि यो ढुङ्गामा हटेस नलाउनुहोला भनिएको छ। र यता यो लिफ्टबाट आउनेहरूको लागि हो भने अब यताबाट फेरि राउन्डिङ उता तल लिफ्ट ब्लक गरेको देखिन्थ्यो भने अहिले यता राउन्डिङ छ। हामी अहिले 6th फ्लोरमा छौँ। अब हामी 7th अर्थात् 7औं तलामा हामी प्रवेश गरेका छौँ। यो मान्छेहरूको बानी अलि साँच्चै नसक्नु बानी छ। कुनै पनि घर वालको भित्ता पायो भने प्याच पान खाने पुकार खाने छोडिदिने गर्छन्। त्यसो हुँदाखेरि के छ, अब यो गोलो राखिएको छ, टाउको छिराएर यसरी बाहिर हेर्ने टेलिकम छ, नेपाल पनि छ। यस्तो छ, हेर्न सक्नुहुन्छ। यसरी गाडीहरू उठिरहेका छन्। त्यहाँ हेडक्वार्टर चाहिँ नेपाल आर्मीको छ भने उता रातो टिन बिछाएको त्यो सिंहदरबार एरिया हो। र हामी यसरी बाट हामी अब ग्राउन्ड हानेर हामी अब 9औं तलामा जान खोजिरहेका छौँ। यस्तो खालको देखिन्छ, उहाँहरूले हेर्नुहोला। अनि आफ्नो बालबच्चा र समाजको सुरक्षा आफै गर्नुहोला भनेर पनि सूचना पोस्ट गरिएको छ। हामी 9औं तलामा प्रवेश गरेका छौँ। यहाँ सार्वजनिक सम्पत्ति सबैको साझा सम्पत्ति भएकाले जतन गरौँ, माया गरौँ भनिएको छ। अब हामी 10औं तलामा प्रवेश गरिरहेका छौँ। यहाँ पनि फेरि खैनी चुरोट र गुट्का, मुटु फोक्सोको फुट्का सार्वजनिक ठाउँमा जथाभावी नथुकौँ र त्यसको हानिकारक वस्तु त्यहाँको भनिएको छ। र म अब यो तलाको 10औं तलाको म
गोलो झ्यालबाट म यता पूर्वपट्टिको फेरि भूभागलाई देखाइरहेको छु। यहाँहरूले हेर्नुहुन्छ यस्तो छ। यो हेर्नु सबैभन्दा ठुलो यो एउटा होटेल हो जुन होटल लैनचौरमा केशर मल अगाडि रहेको छ। अनि यो रातो बिल्डिङ भनेको काठमाडौँ मल हो र यो अनाम नगर नेरको यो अपार्टमेन्ट पनि 21 तलाको रहेको छ। यहाँहरूले बनाउनेछ सुन्दरा काठमाडौँ महल आसपासको गाडीहरूको स्थिति यस्तो खालको छ र हामीले चढेको धरहरा ग्राउन्ड फ्लोरमा यस्तो टाइपको देखिन्छ। यहाँहरूले हेरेर भए पनि यो मुद्दा व्यवस्थापन विभाग गोलो घर छ नि, यो मुद्दा व्यवस्थापन विभाग हो। यसरी घुमाइरहेका छौँ हेर्नु होला, अनुभव दिनु होला। अब यहाँ 11औं तलामा प्रवेश गरिएका छौँ। यसरी 11औं तला हुने लेखिएको छ। अनि फेरि के सूचना छ तपाईँहरूले पनि पढेर अब हामी यसपछि 12औं तलामा प्रवेश गर्छौँ र अब यो एकछिन राउन्डमा हालेर सिधै हामी डाइरेक्ट रेलिङ ब्रेङ मार्फत 13औं तलामा प्रवेश गर्दैछौँ। अलिकति यसको भूभाग खुम्चिँदै आएका छौँ र यहाँ 14औं तला प्रवेश गरेका छौँ। यताबाट पश्चिम भाग गोलो झ्यालबाट म यहाँहरूलाई पश्चिम भाग देखाउन गइरहेको छु। यस्तो छ, यो होटल लाइन हो। यहाँ ठुला होटलहरू रहेका छन्। यस्तो यता पनि अब ठुला अपार्टमेन्टहरू तपाईँ हामी टाढाबाट हेर्न सक्छौँ, देख्न सक्छौँ। यस्तो छन्। यो पश्चिमतर्फको भाग हो। धरहराको गोलो झ्यालबाट हामी देखिरहेका छौँ र अब करिब म 10 मिनट हुन लागिरहेको छ। अब यहाँबाट अलि रेलिङ ठाउँ स्पेस सानो भएको कारणले बन्द भएको छ। म फेरि फर्किएको छु यताबाट। म तलबाट माथि उक्लिने ठाउँमै चौधौँबाट म 15औं तला प्रवेश गर्दैछु। सायद अब हामी नजिक टप फ्लोरको नजिक आइसकेका छौँ। यो 15 फ्लोर आएका छौँ। यहाँ फेरि यो खालको सूचना टाँस गरिएको छ सचेतनाका लागि। त्यसपछि आकस्मिक सहयोगका लागि यहाँ फोन नम्बर दिएको छ।
हुन्छ। र अब यता बाटोमा फेरि पूर्व उत्तरतिरको भाग देखाइरहेको छु। यो टेलिकमको छत छ भने, अनि यहाँनिर तपाईँहरू यो दशरथ रङ्गशालाको भाग देखिएको छ। त्यस्तै नर्भिक हस्पिटल, थापाथली, त्रिपुरेश्वरको एरिया, जाउलाखेल, ललितपुरको एरिया हामी यहाँबाट देख्न सक्छौँ। हेरेर यसरी आनन्द लिनुहुनेछ। मैले यहाँलाई देखाइरहेको छु। अब शहीद गेटबाट आउने गाडीहरू यो तरिकाले आइरहेका छन्। ल हेर्नुहोस्, अब हामी 17 फ्लोरमा प्रवेश गर्दैछौँ। मतलब 17औं तला यो प्रवेश गरेका छौँ। यहाँ जेनेरेटरहरू, एसीहरू सञ्चालनको लागि, लाइट सञ्चालनको लागि जेनेरेटर प्रयोग गरिएको छ। म अब 18औं तला प्रवेश गरिरहेको छु। 18औं तला। 21 तलाको यहाँ एकजना यो हाम्रो दीप सरगम कटेल भन्ने केटा अगाडि मलाई वेलकमका लागि टपमा पुगेर फर्किरहेको छ। अब हामी 20औं तलामा प्रवेश गर्दैछौँ। अनि यहाँ एकजना अर्को पनि मेरो लागि वेलकमका लागि सञ्जय कटेल भन्ने, उहाँ लिफ्टबाट फर्स्ट प्रयोग गरेर आउनुभएको थियो। अनि अब हामी टप फ्लोर यसरी हेर्छौँ। अब यहाँबाट यसरी अनुभूति र अनुभव लाग्छौँ। अब एकपटक मलाई देखाइदिनुहोस् त सर, ठ्याक्क बिना एबार। ल हाम्रो श्रेबा ढोकाजी आउँदै हुनुहुन्छ। उहाँ चाहिँ गो 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 हेर्नुहोस्, टोडी खेल, सैनिक मञ्च, सैनिक टोडी खेल, सुन्दरा धराराको 20औं तलाबाट हामी अहिले यहाँसँग लाइभ सेयर गरिरहेका छौँ। धन्यवाद, थ्याङ्क यू।